हेलो साथीहरु, हामी चाहिँ यहाँनिर थाक्ले ओखलढुङ्गाको थाक्ले भन्ने ठाउँमा एउटा होटलमा आइसकेको छौँ। एकैचोटि चाहिँ यहाँ आएर मैले भ्लग स्टार्ट गर्दैछु। सो आज चाहिँ हामी काठमाडौँबाट चाहिँ सिधै ओखलढुङ्गाको यो ठाउँमा आएर खाना खायौँ अनि यहीँबाट स्टार्ट गरेको। उताको चाहिँ भिडियो पहिला नै अलरेडी आइसकेको छ हैन। अनि खाना चाहिँ हामीले खाइसकेको छ। अब चाहिँ हामी निस्किन्छौँ। यहाँ मेरो साथमा चाहिँ यो दिदी हुनुहुन्छ। अब विशेष पूजामा आएको हामी हैन यसपालि। अब बाँकी चाहिँ हामी ओखलढुङ्गा बजारमा गएर देखाउँछौँ। चाहिँ नानीहरू छन्। छोरो ठिक छ, छोरीले चाहिँ बमेट गर्छ। सो हामी चाहिँ हाम्रो दादा हुनुहुन्छ अनि हाम्रो भाइ चाहिँ यहाँ बसिरहेको छ। भाइ चाहिँ बाबा कतिचोटि भयो तिमीलाई बमेट? 3 चोटि मात्रै? चाहिँ एकदम फेस त आमो बिगारेर बिचरा बिजोक छ हौ। ठुलो बाबा छोराको चाहिँ बिजोकै भयो है। हामी चाहिँ जाँदैछौँ हाम्रो घरतिर। एकदम एक्साइटेड, फर्स्ट टाइम जाँदै होइन। आफ्नो मेरो बुढो जन्मेको घर चाहिँ फर्स्ट टाइम जाँदैछु म। यस्तो रहेछ हेरौँ। खाना खाएपछि म सुपारी खानु मनपर्छ कहिलेकाहीँ। ओखलढुङ्गा बजार आइसकेको छौँ। बजार चाहिँ यस्तो रहेछ, रमाइलो डाँडाको बजार। हाम्रो गाडी चाहिँ यो हो। अब हामी यहाँबाट चाहिँ अर्कोमा जाँदैछौँ। दामी यो चाहिँ सोलु जाने बाटो भयो भने यता चाहिँ बजार जाने, ओखलढुङ्गाको बजार जाने बाटो यो चाहिँ। यता चाहिँ हाम्रो घर जाने बाटो रहेछ। यो यहाँबाट जाँदा चाहिँ हाम्रो घर जाने बाटो। हामी चाहिँ काठमाडौँबाट यता बाटो आएको। यो बाटो यति डेभलप रहेछ होइन। ठाउँ चाहिँ नि अलिकति ओखलढुङ्गा अलिकति त्यस्तो भयो भने अलिकति भिरालो भयो पनि बजार चाहिँ एकदमै राम्रो व्यवस्थित लाग्यो मलाई चाहिँ। यो ओखलढुङ्गाको ओखल भएको ठाउँमा आएको छु। यहाँनिर चाहिँ सिद्धिचरण श्रेष्ठको शालिग रहेको छ। अनि त्यस पछाडि यहाँ यस्तो रेस्टुरेन्ट, क्याफे, होटलहरू एकदमै व्यवस्थित रहेछ ओखलढुङ्गा चाहिँ है। यहाँ सुपर मार्केटहरू पनि रहेछ, यी सामानहरू पाउने। ल ओखल चाहिँ यस्तो रहेको छ है त। यसरी जगेर्ना गर्नुभएको रहेछ यसरी। अनि यहाँसम्म आउनको लागि चाहिँ माथि बस स्टेसनबाट यी सफारी पनि पाइँदो रहेछ है। मजाले सफारीमा चढेर आउन सकिन्छ यहाँनिर, हिँड्ने समय मिलेन भने। यस्तो छ भ्यू। यहाँबाट देखिने भ्यूहरू चाहिँ यस्तो छ। यो चाहिँ एउटा सिम्बल बनाउनु भएको रहेछ है ओखलढुङ्गाको। र बजार चाहिँ यहाँ माथिसम्म रहेछ, यो माथि ठाउँसम्म। आज चाहिँ मौसम अलिकति ठिक छैन। चरण श्रेष्ठज्यू कवि उहाँले लेख्नु भएको मेरो प्यारो ओखलढुङ्गाको ओखल रहेको छ यहाँनिर। अनि त्यस पछाडि उहाँको शालिग चाहिँ यहाँ तल रहेको छ होइन। आजै ट्राभल गरेर आएको भएर अलिकति टायर्ड भइरहेको छ। यहाँ रहेको छ यहाँ उहाँको शालिग चाहिँ। यसरी चाहिँ यहाँनिर पार्क गरिएको छ। यहाँको चाहिँ यस्तो छ है। अब कतिजना चाहिँ आउनु पाउनु भएको छैन, उहाँहरूले चाहिँ भिडियोमा हेर्नु होला। यहाँनिर चाहिँ यसरी पार्कलाई चाहिँ सुसज्जित गरिएको छ है त, विभिन्न धर्म संस्कृतिसँग जोडेर यसरी। र उहाँको शालिगमा चाहिँ यसरी लेखिएको पनि छ। उहाँको कविता सिद्धिचरण पार्क। सो यहाँ सिद्धिचरण श्रेष्ठको स्मृति हेर्नलाई चाहिँ असाध्यै रहर थियो होइन। यहाँ आएर चाहिँ
आफ्नो गाउँको इतिहास लेख्ने एकजना अद्भुत व्यक्तिको यो प्रतिमा हेर्दा पनि अत्यन्तै खुसी लागेछ। आज गर्व लागेछ है। एकदमै आउनु मन थियो यो ठाउँमा। यो पवित्र भूमिमा चाहिँ टेक्न मन थियो, आइयो। खुसी लागेछ। सबै कुरालाई मिलाएर बनाउनु भएको रहेछ यो सिद्धिचरण पार्क। एकदमै राम्रो छ। श्वासमा भइरहेछ। भर्खरै आएको हामी सिधै आइपुग्यौँ है यति हेर्नको लागि। ल अब साथीहरूलाई चाहिँ म उतै गएर भेट्छु है त। ल हामी चाहिँ अब बाई बाई गरेर जाँदैछौँ सिटीमा। हाम्रो भाइले पुर्याउँदै हुनुहुन्छ हामीलाई यहाँ। सिटी सफारीको यात्रा गर्नु पनि मिल्ने रहेछ यहाँ चाहिँ। यस्तो छ लोकेसनहरू। अनि बजारहरू चाहिँ यस्तो छ हाम्रो ओखलढुङ्गाको बजार है, एकदमै राम्रो। सिटी सफारीमा ओखलढुङ्गामा आएर पनि यो अवसर मिल्यो सिटी सफारी चढ्ने होइन। एकदमै खुसी लागेको छ। तराईमा मात्रै चढिन्थ्यो यस्तो सिटी सफारी, अहिले चाहिँ ओखलढुङ्गामा पनि यसको सुविधा चाहिँ रहेको छ है। हजुरहरू आउनुभयो भने चाहिँ अलिकति कस्ट चाहिँ महँगो छ, तर पनि चढ्न चाहिँ सुविधायुक्त छ। एकचोटि भिजिट गर्नु होला। अन्टारको स्कुल रहेछ यहाँनिर है। गएर त जानु परेन। गुरुजीले अप्ठ्यारो ल है। हाम्रो यहाँ सेलरोटी कति वर्ष पछाडि दिदी यहाँ आगोमा हाल्दै हुनुहुन्छ हाम्रो दिदीले। चलाउने कार्यक्रम छ। आज चाहिँ श्राद्ध छ हाम्रो घरमा, त्यही भएर आज श्राद्धबाट सुरु। हामी पनि अब हामी साथी अनि त्यहाँबाट भाउजू र नन्द अनि त्यहाँबाट सेलरोटी मिलिमिली हामी कति वर्षमा भेट भएको। ल है। कतिवटा रोटी अब एकैचोटि पकाउँदा दिदी यसमा कतिवटा जान्छ निकालेपछि हेर ल। दुईटा खेरो कम गर्ने मालिक हो, त्यसरी सानो खेरो बनाउनु। अनि त्यहाँबाट चारवटा मात्रै जान्छ त यसमा। यसमा त 6-7वटै जाने हो है। सानो बनाउनु त 7वटा। यस्तो दामी रोटी बनेको छ। भित्र पनि एकदम कडा छ। ल हाम्रो चिन्माया दिदीले बनाउँदै हुन्छ। कस्तो राम्रो छ यो रोटी। काटेको कुरा त त्यसै राम्रो हुनु पर्यो। आलु भइसक्यो दिदी। लु अब आलु तास्नुपर्छ हामी दुईजना। ल बडीले मलाई मन पर्यो चाहिँ अब हामी 3जना हिँड्दैछौँ। अब ठुलो बुवाको घरतिर झऱ्यो। यो तलको घर चाहिँ कसको मम्मी? त्यो तल मम्मीको घर। त्यहाँसम्म त पुग्न सकिएला नि त मम्मी। अहिले गयो भने तर गइन्छ कि गइन्छ अब। ल अब हामी चाहिँ जाँदैछौँ। तपाईले पकडै हुनुहुन्छ यहाँको हो र? हो। उहाँहरू चाहिँ म कान्छी बुहारी। कान्छी बुहारी नाति कान्छा छोराको छोरो। त्यो ऊ के अरे साने। हजुर हजुर। सबै आउनु भएको छ नि। सबै आएका छौँ बाबु। ल ल अब आउनुहोस् न मास्तिर भेट हुन्छ। होइन हामी उही हिँडेको त्यहाँ दलखे के बनाउनु भन्ने यो नभ्याएर हतार हतार। हुन्छ हामी अहिले एकछिनमा आउँछौँ। ल गाउँको मान्छेहरू पनि भेटियो। गाउँघरको मान्छेहरू भेटियो। खुसी लाग्यो। चिनिहाल्नु भयो एकैचोटिमा है। यो बाटो यस्तो ठाउँमा चाहिँ मम्मी यस्तो राम्रो बनाएको हेर्नु न। यी कर्नरहरूमा मजाले अरे हेर भइरहेछ। यो चाहिँ हाम्रो ठुलो बाबाको घर आइसक्यो। अनि आर्यन जाँदैछ। ल आर्यन जाऊ अगाडि हजुरबाको घरमा। यहाँ
जानु हुँदैछ। यो चाहिँ मेरो श्रीमान पढेको स्कुल रहेछ टाढोमा। यो स्कुल चाहिँ उहाँ मेरो हस्बेन्ड पढ्नु भएको रहेछ। जाँदै हुनुहुन्छ। हामी यतैबाट होला मम्मी सिधै। ए हाम्रो ठुलो बुवा ठुलो मम्मीको घर आएको। हामी चाहिँ यो चाहिँ मजुवाको हाम्रो घर रहेछ। मेरो बुढो पढेको स्कुल थियो। घर चाहिँ नि यो रहेछ, यस्तो रहेछ। यो चाहिँ हाम्रो सासू मम्मीहरूले रोप्नु भएको फुल अरे भन्नुहुँदै थियो। यो चाहिँ आँगन अनि घर चाहिँ यस्तो रहेछ आमाहरूको। यस्तो यहाँ यी फुलहरू रोप्नु भएको रहेछ। यस्तो छ। अनि यो काठमाडौँमा बसेको नाति धरानमा जन्मेको केटो आइपुग्यो बाउको घरमा। बाबा जन्मेको ठाउँमा आयो। यहाँ मम्मी आफ्नो पुरानो घरको यादहरू सोच्दै बस्दै हुनुहुन्छ। यहाँ अब गाउँमा त हिँडे गर्दाखेरि गलिँदो रहेछ होइन। दाइले कस्तो राम्रो व्यवस्थित बनाउनु भएको छ घर चाहिँ। अझै चिटिक्क पार्नु भएको होला होइन मम्मी? पहिला भन्दा अझै थप्नु भएको हो। यो किचन थप्नु भएको, यो कोठाहरू थप्नु भएको रहेछ होइन। जे होस् मम्मीहरूले बनाएको घरलाई अहिलेसम्म जीवित राखिदिनु भएको छ। मम्मीलाई सन्तुष्टि मिल्यो नि घर हेर्दा त होइन। हाम्रो दिदी आउँदै हुनुहुन्छ यहाँ यी गाउँको मिठो मिठो केरा लिएर। अब तपाईँहरूले यो घरलाई जस्तै व्यवस्थित गरिदिनु भएछ कि झन् राम्रो भयो। ल खाऊ। यो घरकै हो दिदी हो? 7-8 लाख रुपियाँ खर्च गरी अहिले पछुतो लाग्छ। बेकाममा थपियो। न छोरा बस्छन् न छोरी बस्छन्। आफू पनि कति बस्नु यहाँ नसकिने भयो। अब एक्लो मुल्ला के गर्नु र यहाँ। अनि यो फुलहरू त्यहाँ रोपेको अरे मम्मीहरूले। मम्मीहरूले त्यो फुल त हामीले रोपेको हो, जम्मै राखेको छ। पछाडिबाट है हाम्रो सासू मम्मीहरूले बनाउनु भएको रहेछ। हाम्रो दिदीहरूलाई बेच्नु भएको रहेछ उहाँहरूलाई। यहाँ यस्तो यति मजाले बनाएको रहेछ। अहिलेसम्म पनि त्यस्तोको त्यस्तै रहेछ। यो चाहिँ हाम्रो ठुलो मम्मीको घर होइन। ठुलो मम्मीको घर छ यहाँ चिटिक्क परे। हेलो गाइज, हामी चाहिँ आज ओखलढुङ्गा जिल्लाको मजुवा भन्ने गाउँमा आएको छौँ होइन। हाम्रो जन्म थलो मेरो चाहिँ स्पेसली भाइको, मेरो चाहिँ कर्म थलो मेरो बुढाको घर होइन। भर्खर चाहिँ हामी खोला हेर्न गएको रे। खोलामा चाहिँ पानी नै रहेन रहेछ। प्राङ्क भयो हामीलाई पानी नभएर। बट जे भए पनि यहाँ सिनेरियो राम्रो छ। अङ्कललाई सम्झिरहेको छौँ होइन हामी यहीँबाट। तपाईँ आउनु नपाए पनि हामीले चाहिँ मस्त रह्यो। तर आन्टी चाहिँ आज छाङ हेर्न गएको, अर्को छाङबाट खस्नु भएछ। त्यो चाहिँ नभनौँ होला होइन। आज मलाई देवरले छाङाबाट खसाइदिनु भएको छ होइन। के गर्ने, कहिले काहीँ हुँदो रहेछ जिन्दगीमा। 16 वर्षको सहयात्रा पछाडि थाहा पाउँदाखेरि छाङैबाट खस्यो। घरिघरि लाइफमा यस्तो टर्निङ पोइन्ट सरप्राइजहरू आउँदै गर्छ। अझै आउन बाँकी छ होइन। र आन्टीको नयाँ यो आइफोन 16 प्रो म्याक्स के भयो अर्को प्रिमियम कि के अरे 12 GB 512। यो दुईटा किडनी बेच्दा पनि नआउने फोन। महँगो फोन मा भिडियो गर्न पाइयो रहन्छ होइन।
यो हाम्रो पछाडिको चाहिँ देवीथान भन्छ। हामी चाहिँ पुरानो गर्ने घरमा आइसक्यौँ होइन। पानी के भयो? हामीले पानी जोडिदिएको थियौँ त दिपक भाइको घरको छेउको। त्यहाँ आएछ दादा आइपुग्यो तर है। त्यो दाइ त खतरा हुन्छ नि त। अब घुमेको यो भिड सबै झारेको कान्छी। अब भोलि दिनभरि काम छैन अरे, सबै यही हो हाम्रो। रोटी पकाउने दाइमा सुखा रोटी बन्दैछ। हाम्रो मजा नेपाल 3 नम्बरमा 4 नम्बर चाहिँ ओखलढुङ्गा 4 नम्बर। यो मेरो सेलरोटी पकाउने टाइममा सुखा रोटी बन्दैछ। यो कति वर्ष पछि आउनु भएको तपाईँ भन्नु त यहाँ? 12 वर्ष पछाडि झापाबाट ओखलढुङ्गा आएर सेलरोटी पकाउने कराईमा सुखा रोटी पकाएको। है हामी चाहिँ यहाँ छोरी बुहारी होइन, नातिनी बुहारीसम्म छौँ। पनातिनीसम्म हाम्रो ठुलो बाबाको यसो रमाइलो गर्ने। यसो गफ पनि गर्नु पर्यो नि त। पुरी बनाउने तपाईँको निकालिदिन्छु लु, राम्रो आयो। होइन नपकाउने गफ गर्नुभएको छ नि त। राम्रो आयो तपाईँको। पुरी उता पनि देखाइदिन्छु है सबैलाई। ल सबैजना देखाउ छोरी गएर। ल भिडियो गर्छु। भिडियो गरेको कतिलाई देखाएको होइन। हाम्रो दिदी चाहिँ 1000वटा आउनु भएको है। दिदी तपाईँ कति वर्ष बस्नुभएको थियो यहाँ यो गाउँमा बिहा गरेर? कति वर्ष बसेर म त 1 वर्ष त बसेँ नि। 1 वर्ष मात्रै बस्नुभयो है। यो गाउँ त होइन नि होला पारी। म त फेरि पुग्नमा राखेँ है, यताउतिको होइन। हाम्रो चेलीबेटी तपाईँको जन्म घर त यही हो नि त। तपाईँ चाहिँ बोल्नु, ओरिजिनल बुहारी ओरिजिनल बुहारी चाहिँ देखाइदेऊ। देखाइदिन्छु ओरिजिनल बुहारी। ओरिजिनल यो घरको बुहारी जेठी बुहारी चाहिँ देखाइदेऊ। म त कान्छी छोरी है। हाम्रो गुरुको पनि खिच्नु भिडियो। गुरुवा पनि यहाँ गुरुहरूको लाइन के भन्नु दाइ? यहाँ काठमाडौँबाट आउने 2टा बुहारी होइन, अनि उहाँ चाहिँ नातिनी बुहारी गाउँमै हुनुहुन्छ। उहाँ छोरी ए डल्लो बोकेर काठमाडौँबाट आएको छोरी। माइली छोरी कान्छी छोरी त टिकटक बनाउने। कान्छी छोरी टिकटक बनाउने, मान्छेहरू पुरीको पोको पोको हेर्ने सबैजना यतै छ। कसलाई कहाँ आइपुगिस्? कम्प्लेन गर्नु भयो टेक्निक। मलाई त एउटा चम्चा दिए हुन्थ्यो क्या। तेरामा कतिवटा पाकेट ब्युटिफुल मान्छे यहाँ छिन् है त। भिडियोग्राफर आजको उयो हो मेरो। ल यहाँ हाम्रो भतिजो पनि। ल सबैजना हाम्रो हाम्रो कान्छी बहिनीलाई चाहिँ असाध्यै राम्ररी देखेको छ। पुराणको कार्यक्रमको लागि चाहिँ रोटी लगाइँदैछ साँझको बखतमा। के रहन्छ हाम्रो ठुलो मम्मी हुनुहुन्छ, दिदी काकी ल यो चाहिँ हाम्रो मजुवा गाउँ रहेको छ। मेरो श्रीमानको घर यस्तो ठाउँमा। यहाँ तल चाहिँ खेत उहाँहरूको। यो पारी चाहिँ हाम्रो भतिजिनीको गाउँ। यसलाई चाहिँ भन्छ मजुवा, ओखलढुङ्गाको मजुवा। गिरी बस्ती यो माथि पहराको मुनि एउटा सुन्दर गाउँ छ। एकदमै राम्रो बस्ती छ। अलिकति बर्खामा आउनु पाएको भए हरियाली हुन्थ्यो होला। चैत वैशाखको मौसममा पनि यति राम्रो देखिया छ हाम्रो गाउँ। ल
ल है हाम्रो घर चाहिँ यो हो, यो देखिरहेको एउटा खोलामा 2-3 खोला मिसिएपछि अनि त्यहाँबाट यस्तो पार्दै त्यसरी बगेर गयो। यो चाहिँ कति वर्ष अगाडि यस्तो भएको थियो? यो पहिलेदेखि नै यस्तै थियो? 45 सालको भनौँ न। ए त्यस पछाडि चाहिँ बगेको छ नि त यहाँ? बग्छ, कर्मै सब बग्छ। सालै पछि है? सालै पछि बग्छ तर पुरै जिरोमा पनि गएको छैन। हजुर। जिरोमा पनि गएको छैन तर नभएको पनि कुनै साल छैन। यो चाहिँ पहिला बाढी आएर त्यस पछाडि सुक्खा पहिरो गएको एउटा गाउँ नै खतम बनाएको रहेछ यसले। एउटा वार्डै चाहिँ भत्केर यस्तो अवस्था रहेछ यहाँनिर। यो चाहिँ हाम्रो गाउँको एकदमै नजिकै पर्ने ठाउँ। हाम्रो गाउँ यतापट्टि छ भनेपछि ठ्याक्कै यो साइडमा चाहिँ पर्छ यो। हाम्रो घरको पश्चिम साइडमा चाहिँ यस्तो भएको रहेछ। मैले देखेको थिइनँ, यो डाँडामा आएपछि प्रत्यक्ष देखिने रहेछ है। यसको नजिक नजिकै गाउँहरू चाहिँ एकदमै धेरै छ। यहाँ मुनि हेर्नु सक्नुहुन्छ, घर हेर्नु सक्नुहुन्छ। यहाँ नजिकै पनि घर छ है। यो चाहिँ 2045 सालबाटै गएको रहेछ। अहिलेसम्म पनि यो लगातार कन्टिन्यू गरिरहेको रहेछ। हाम्रो मण्डप चाहिँ यसरी तयार भइसकेको छ। भोलि पुराणको लागि यस्तो राम्रो मण्डप तयार भएको छ। यहाँनिर विशेष स्थान यहाँनिर बस्ने हाम्रो पण्डितज्यूको लागि एकदमै राम्रो। यहाँ गेट सजाउनु भएको छ यस्तो मजाले हैन। यो चाहिँ खरको छानो थियो, अब देखाउन पाएन, यस्तो छ। अनि हाम्रो सम्पूर्ण पितृहरू, मृत आत्मा हाम्रो सम्पूर्णमा समर्पित छ यो भिडियो चाहिँ। यहाँनिर यस्तो छ। यहाँबाट चाहिँ यस्तो देखिन्छ है त हाम्रो। भोलि आउने भक्तजनहरू बस्ने ठाउँ यहाँ छ। हाम्रो छोरी आछिन्, कुर्सीहरू रेडी छ है त। अनि सबैजना बस्ने ठाउँ चाहिँ यहाँनिर चाहिँ केटा पक्षको यतापट्टि भने केटी पक्षको चाहिँ यतापट्टि छ हाम्रो बस्ने ठाउँ। यहाँ डिजे छ, म्युजिक ल छ। सबैजना यहाँ हुनुहुन्छ हाम्रो दिदीहरू। भोलिको तयारी कस्तो छ त हजुरहरूको? एकदम राम्रो छ, सबै तयारमा बसेको छ। ल ल एकदम राम्रोको लागि सबैजना। पानी आएर कति रमाइलो हो। यहाँ हाम्रो बुहारी दिदी सबैजना। ल भोलिको तयारी कस्तो छ त दादाहरूको? एकदम राम्रो छ। भोलिको तयारी लगभग 90% पुरा भइसकेको छ। 10% बिहानै 4 बजे रेडी हुन्छ। 4 बजे नइसक्यो रेडीमा रहने। 10 बजेको कलश यात्रा एकदम छिटो उठ्ने, आफ्नो काम कर्तव्यहरूलाई पुरा गर्ने। अब हाम्रा भिरपुसे गोत्रका पितृ देवताहरू पार तार्ने। अब बसेर कथा सुन्ने मात्रै काम छ, अर्थ छ त केही? भक्ति गर्ने, गाना बच्चा नाच्ने, गाना बच्चा नाच्नु पनि पर्छ। त्यति गाना खाली जानु भएन। भएन। पितृ उद्धार गर्नु पर्यो, भक्तिमा बस्नु पर्यो। कार्यक्रम भव्यताको छ होइन तयारी? एकदम तयारी छ। ल रेडी। ल बच्चाहरू यता छ, यहाँ हुन्छ। यहाँ बच्चाई, हेलो बच्चा। बत्ती चाहिँ यहाँ क्यामेराम्यान, खोइतिर क्यामेरा। ओके, यो चाहिँ मेरो भ्लग भोलि नै अपलोड हुन्छ। फर्स्ट डे भोलि बेलुका। उहाँले 3 वर्ष कति भयो पुराणमा म ताप्नु भएको दाइ। यहाँ हाम्रो किचन, यहाँ सरसल्लाह हुँदैछ भोलिको लागि। दिदी हुनुहुन्छ यहाँ है, हाम्रो ठुल दिदी झापाबाट आएको, हाम्रो मम्मी झापाबाट आएको। मम्मी छक्क पर्नु भयो। यहाँ हुनुहुन्छ हाम्रो ठुलो मम्मी। ल तपाईँहरू पनि भोलिको लागि एकदम रेडी हुनुहुन्छ पूजाको लागि? बोल्नु न, फोटो होइन ए। ल आमाहरू 2-3 दिनदेखि रेडी यहाँ।
झिप्पै दिने कार्यको छ त्यो अब कति जोर निकाल्ने है निकाल्नु र अहिले मैले यो गरौँ लु यसलाई त अलिक गिलो नभए त हुँदैन है अडिँदैन हालिदिहाल्छु नि होइन भाइ म त यो क्लिप काटेर पो हाल्छु हुन्छ त भइगयो नि त्यसो भइहाल्यो भने पनि रङ्ग्यौ न नि सबै ल्याएका सबैले राख्न मिल्छ नि यहाँ कलश भोलि कलश यात्राको लागि तयारी कलश तयारी हुँदैछ यहाँ रातो छ यहाँ पहेँलो फोटो खिच्ने यो यस्तो छ होइन काम नगरिरहेको बस्ने बेरोजगार अझै कार्यक्रम चाहिँ भइरहेको छ है आधा उदी सक्यो अब आसन पाँचजना बनाउनु भयो हजुर आसन पाँचजना भनेको हाम्रो रेडी हुँदैछ विश्व खान यहाँ यस्तो बनाएको छ हाम्रो पण्डितहरू बस्ने ठाउँ अनि उहाँहरूले चाहिँ यसरी तयार गर्नुभएको छ यस्तो राम्रो बनाएर पूजाको लागि अब हाम्रो गुरु यहाँ हुनुहुन्छ गणेश गणेशको रूपमा गुरु छोरा हुनुहुन्छ गुरु मेन गुरु चाहिँ हो गणेश गुरु चाहिँ अर्को बस्नुहुन्छ झापादेखि पण्डित आउनु भएको छ वाचक उपवाचक कलाकार सहितहरूको टिम छ 7 जना गुरु पुरोहितको आगमन भइसकेको छ हजुर चाहिँ यहीँको मजुवाको पुरोहित हुनुहुन्छ चिसङको गढी वार्ड नम्बर 5 को यो 4 मा हुँदैछ भागवत सप्ताहमा यज्ञ हुँदैछ ल गुरुको चाहिँ 5 नम्बर वार्ड पर्छ हस् गुरु ल यहाँ हाम्रो कलशहरू रेडी भइसकेको छ यसरी यहाँ दादाले गर्दै हुन्छ म यहाँ काम गर्दैछु पानीले अलि समस्या पानी आएर अलिकति अव्यवस्थित जस्तो हुन खोजेको हो तर सबैजना मेहनत गर्दै हुनुहुन्छ यहाँ चाहिँ हाम्रो सम्पूर्ण पितृहरू हुनुहुन्छ है यो चाहिँ माला बनाउनुको लागि ल्याएको थियो गेटमा लगाउनुको लागि एकदमै राम्रो हुन्छ यो माला चाहिँ यहाँको एकदमै सुप्रसिद्ध हो गर्दैछौँ ल यहाँ गुरुहरूले गर्दै हुनुहुन्छ सबै गुरु कस्तो छ हाम्रो पुराणको तयारी आजको सबैमा राधे राधे यो ओखलढुङ्गाको मजुवा गाउँमा आएर भागवत भगवानको कृपाले बडा आनन्द महसुस भइरहेको छ तर आज इन्द्रदेवको थोडा जलवृष्टिले गर्दाखेरि आज भागवतको कलश यात्रा थोरै विलम्ब हुँदैछ हजुरहरू जो पनि आउँदै हुनुहुन्छ कलश यात्रामा यदि भने अब केही क्षणमै हाम्रो कलश यात्रा प्रारम्भ हुन्छ 7 दिनसम्मको यो यज्ञ उपमन्यु गोत्रीय भृगु गोत्रीय भृगुसी गोत्रीय सम्पूर्ण गोत्रीय परिवारहरूले आयोजना गर्नुभएको यो भागवतमा
हजुरहरू सबैजनालाई निमन्त्रणा सहित सबैजना आउनु होला, भागवत भगवानको आशीर्वाद लिएर आउनु होला, यही कामना गर्दै। यो दिव्य ठाउँ थियो, अब के गर्ने, आज पानी परेर अलिकति गडबड भएछ, मलाई आनन्द लाग्यो एकदम। बाघलाई चाहिँ जाडो भएको छ है आज। बाघ चाहिँ अब गाउँ छिरिसकेको छ। कस्तो एक्साइटेड छिस्? ल त ल देखा गिरीको पावर। ल दिदी कस्तो लागिरहेछ झापाबाट पुराणमा आउनु पाउँदाखेरि? चैत महिना पुराण थालेकोमा आज पानी आएर विशेष अलिकति अप्ठ्यारो भएको छ। सबै सम्पूर्ण राम्रो भएको छ, सबैजना जुटेका छौँ। अलिकति अस्वास्थ्य थोरै पानी परेको हुनाले भइरहेको छ, त्यसमा एकछिन धैर्य धारण गर्ने छौँ। तर यो पानी के हैन मेरो लागि। पानी आए पनि सबैजना आइदिनु भन् भक्तजनहरूलाई। छाता ओढेर घुम ओढेर तिरपाल ओढेर प्लास्टिक ओढेर सबैजना। हाम्रो गिरी परिवारको सबैभन्दा ज्येष्ठ हाम्रो ठुलो मम्मी यहाँ हुनुहुन्छ। ठुलो मम्मी कस्तो लाग्दैछ त आज हजुरलाई पुराण? खुसी हुनुहुन्छ? दादालाई कस्तो लागिरहेको छ? विशेष आयोजक हुनुहुन्छ हाम्रो दादा गाउँबाट होइन। यहाँको जति पनि कामहरू त दादाले ह्यान्डल गरिराख्नु भएको छ। ल भनिदिनु पर्यो कस्तो भइरहेको छ? प्राकृतिकले पनि हामीलाई माथिबाट वर्षा गरिरहनु भएको छ, हाम्रो शुभ सङ्केत छ। खुसी हुनुहुन्छ होइन दादा? पुरानो अगाडि पानी नपरेर कस्तो थियो होइन? अत्यन्तै खुसी छौँ हामीदेखि लिएर जीव जन्तु चराचुरुङ्गीदेखि लिएर हरेक प्राणीहरूले चाहिँ सन्तुष्टि प्राप्त गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ। हाम्रो मम्मी झापाबाट आउनुभएको छ, कस्तो लागिरहेको छ? राम्रो लागिरहेको छ। खुसी हुनुभयो मम्मी अहिले? टिका लगाउनलाई सुरु भयो। सबैजना हुनुहुन्छ जय शम्भो हर हर आमालाई भइसक्यो। सङ्गीता छोरा कस्तो लागिरहेको छ त? एकदम दामी रमाइलो लागिरहेछ। सानोपछि परिवारसँग भेटेर ठिक छ त्यो रमाइलो भइरहेछ। ठुलो बाबालाई आजबाट सुरु हुँदैछ। ठुलो बाबा कस्तो लागिरहेको छ हजुरलाई? खुसी लागेको छ? तपाईँको इच्छा पुरा भयो होइन? सबैजना यसरी नै आउन् भन्ने थियो होइन? अझै बाँकी नै छ होइन? राम्रो हुनु पर्यो बुवा। विष्णु पादुकः गणेशी महादेवः भगवती सिद्धमायिनी देवी देवते सिंहमायी एउटाले बोलाउनु वसंत ऋतु है चैत्र मासे चैत्रे चंद्र मासे चंद्रेण ज्ञाता ज्ञाता संसारिका पाप मोक्ष निमित्त मृत्यु है या लोक सुख शांति फलदाता नित्य या लोक पर्यंत
खोल्नु भर्ने अरे पानी भर आइयामा अगाडि गयो नि के हात अगाडि ओम नमो भगवते वासुदेवाय 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 सानो भयो क्या धुपा दीपम सबै भनेर त मैले बोक्नु भएन। ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओए तेरो इच्छा पुरा भयो है सानो
पूजाको सामान ल्याउनु नभएर गाह्रो हुन्छ यहाँ पूजा गर्नु। साठी 65-70 जना त तपाईहरुको परिवारै रहेछ नि यहाँ भएको। अरु त को छ यहाँ फाल्टो हेर्नु जाम परिसक्यो मेरो भाइडी सोयादिनु न त्यहाँ हस् तो त्यहाँ भाइलाई दिनु त हाम्रो दिदीहरू के पकाडेको हुनुहुन्छ भित्र छिर्नु नै ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेव पुग्यो त लागेर लेख्नुस् न बताउ
पानी पोख्नु भएन नि यस्तो खाना नखानु एकचोटि धुलो कार्य सुरु